आज चाहिँ मेरो यो दुईटा कुकुर चाहिँ मेरो पपीहरू चाहिँ आज नुहाइ प्रोग्राम अनि नुहाइ सफा गरेर यतापट्टि घाम ताप्न आएको हामी चाहिँ यो चाहिँ मेरो जनगर अनि तपाईले देख्न सक्नुहुन्छ अहिले जताततै मकै नै मकै छ। मानौँ कि हामीले यो मकै बेचेर नै हामीले धेरै पैसाहरू अर्न गर्न सक्छौँ। तर पनि गाउँघर यो अहिले ठ्याक्कै साउनको बेला पृष्ठभूमिमा घाम त्यस्तै छ, बादल त्यस्तै छ। अहिले यतिखेर म चाहिँ यता घरभन्दा यतापट्टि डाँडामा बसेर यो भिडियो क्लिक गर्दैछु। अलिकति समय मिल्यो अनि यो पपीहरूलाई नुहाउनको लागि भनेर पनि आएको। यो देख्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ हाम्रो म पढेको स्कुल, सानोमा पढेको स्कुल 10 सम्म पढेको स्कुल। अनि हेर्नुहोस् तपाईँले, सबै अहिले चाहिँ मकैको सिजन भएको हुनाले पुरै मकै नै मकै छ। यो चाहिँ मेरो सेरेफेरो, मेरो आफ्नो ठाउँ, आफ्नो जन्मथलो। हाम्रो यो सबै अहिले यो माझघर अहिले सबै घर मात्रै छ। अहिले सबै सहरीकरण भएको हुनाले अहिले घर मात्रै छ, अहिले मान्छेहरू छैनन् अनि खेतीपाती गरिरहेको छ। अहिले हाम्रो यतातिर मकैको एकदम उत्पादन भएको हुनाले यो तल कुनार टोलदेखि लिएर शेर डाँडादेखि लिएको यो टोल हाम्रो यो छिमेकी। तपाईँले को कताबाट कसरी हेर्नुहुन्छ, तपाईँहरूको आफ्नो ठाउँ आफ्नो घर पनि आउने र क्लिक गर्ने कोसिस गरेको छु। हेर्नु होला साथीभाइहरूले, ए मेरो घर चाहिँ यता रहेछ है भन्ने कुरा चाहिँ तपाईँले फाइन्ड आउट गर्नु होला अनि कमेन्ट गर्नु होला है। यति चाहिँ भन्न चाहन्छु।